हेलो कहाँ चाहिँ पसल धेरै अब खसी काट्दैछु मासु खाने। कहिले साँझ? अहिले 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 कति रुपियाँ किलो छ? अब कति रुपियाँ भयो? 900 रुपियाँ। अरे गाउँघरमा त अलिक कम छ भन्छ नि। जात बजारबाट 1000 रुपियाँ किलो। कति छ के अरे कति किलो होला? होला 35-36 किलो। बोसो कति किलो होला? बोसो होला नि 2-2.5 किलो त। काटिया छैन त, ढालेको छैन हनुमानले भनेको छु बे। ए खसी कहाँको हो? खसी मेरै हो। ए कुन जातको खसी हो? अब लोकल बोयर होइन। बोसो बहुत छ, दाना खाएको छ। दाना खाएको छ, बोसो बहुत छ। खाने कि नहीं पहिला भन् बाहिर। अनि चिल्लो छ कस्तो? रातो छ कालो छ? रातो चाहिँ रातो राजाले खानेवाला हो। राजाले खाने। अच्छा खसी आजभोलि राम्रै छ नि खसी त? अरे तेरी मान्छे खाने त भन्। अनि नै खान त अब रुपियाँ पानी के छ अवस्था? कस्तो तत्काल नगद हो कि कस्तो कारोबार हो? अब नगद हुन्छ नि, यो क्या ऊ र दारू हो र। नै यहाँ अलिकति एटिएममा पैसा फसेर के निस्केको थिएन। त्यो एटिएममा फसा जे फसा त्यो थाहा भएन। रुपियाँ चाहिँ एकदम रोकडावाला काम हो हेर केटा। यहाँ अरू खसी ल्याइने काट्दैला हो। अच्छा 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 खसी मतलब छेरेको त छैन? छैन क्या त्यति छेर्या नि आइज हेर्ने। कान कति लामो छ? कान कति लामा? लामकाने हो कि छोरकाने? खाने हेर्न आइज काट्ने हो, आइज आउने बेपछि नखाने भन् मिठो नगर। नाइ कान खसी लामकाने हो कि छोटकाने भन्न, म ठ्याक्क भनिदिन्छु कि मासु यति किलो हुन्छ भनेर। काम चाहिँ ऊ हो के अरे त्यो के भन्छन् त्यो? लामकाने? नै छोटकाने बाबरी बौरीवाला हुन्छ नि, बाबरी बाबरी। सिंह कताको भएछन्, पूर्व कि पश्चिम? सिंह कताको भन्नु न? सिंह कताको भएछन्, पूर्व कि पश्चिम? अब छिटो करके खाने त भने यार नत्र पनि खा। खान त खाने हो केटा, 1.5 किलो गर्दैन त। तर 1.5 किलो गर्दैन।